हाम्रो चाहिँ भाइसीलाई जिब्रो सुनिएछ। जिब्रो सुनेर चाहिँ यत्रो मोटो भइसक्यो। अनि हाम्रो डाक्टर रोशनीले चाहिँ सुई लाउँदै हुनुहुन्छ। यो चाहिँ भैँसीको जिब्रो हेर्नुहोस् है। ल भैँसीको चाहिँ यस्तो भयो। यस्तो छ भैँसीको हालत। रोशनी भैँसीलाई सुई लाउँदा गाह्रो छ नि त? जागिर ठिक छ कि छैन भैँसीको डाक्टर हुनु? ठिकै छ। ल यो भैँसीलाई अब लगातार कम्तीमा 5 दिन 7 दिनसम्म चाहिँ इन्जेक्सन दिनुपर्छ। त्यसको जिब्रो पुरै चाहिँ इन्फ्लामेसन भयो, सङ्क्रमण भइसक्यो, घाँस पनि खाँदैन। अनि चाहिँ हाम्रो पशु सेवा शाखामा चाहिँ उपचारमा ल्याउनु भएको छ। रोशनीले 1 सुई दिनुभयो। सुन्दरी अर्को चाहिँ हान्नु त। हुन्छ यो चाहिँ एम्पिसिलिन। ल हाम्रो सुन्दरी आफै पनि बिरामी छ। बिरामी मान्छेले चाहिँ उपचार गरेको। सुन्दरी पर्फेक्ट डाक्टर। यो चाहिँ एम्पिसिलिन। ल अर्को डेक्सोना पनि हालिदिनु। ल हालिदिनु। एकै हातले यस्तो पर्फेक्ट। ल अब यसलाई लगातार 7 दिनसम्म डाक्टरको निगरानीमै राख्नुपर्छ। यो कुम्भधन दाजुको हो। दाजु कुम्भधन दाजु, अब 6-7 दिनसम्म चाहिँ ल्याउनुपर्छ। माथि सुई लाउनु सकिँदैन कि। अब बिहान ल्याउनु भए पनि दिउँसो ल्याउनु भए पनि यो नानीहरूलाई हालिदिन्छन्, सुई लगाइदिन्छन्। ल अनि घाँस चाहिँ अलिक कमलो खालो खुवाउनु है। यसको जिब्रो सुन्ने गएको छ, यत्रो ठुलो छ। ल